हेलो हाई एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ म बिहान उठेँ। आज चाहिँ मेरो छुट्टी थियो अनि त्यसपछि बिहान उठेर नुहाई गरिसकेपछि चियाहरू खायौँ, सबैजनाले ब्रेकफास्ट गऱ्यौँ। त्यसपछि अनि आज चाहिँ मन्दिर जाउँ न भन्ने कुरा भयो अनि त्यसपछि रेडी भयौँ सबैजना। अनि आज सबैजनाको बिदा नै थियो, घरमा सबैजना घरमै थियो। त्यसपछि अनि हामी लाग्यौँ अस्ट्रेलियाको सिडनीमा रहेको स्वामीनारायण मन्दिरमा। यो चाहिँ यता सिडनीमा बस्नुहुने प्रायलाई त थाहा नै छ होला, म पनि फर्स्ट टाइम गएको हो। यो चाहिँ उता अस्ट्रेलतिर नै पर्छ। अस्ट्रेलदेखि आई डोन्ट नो एक्ज्याक्ट लोकेसन त, तर अस्ट्रेलतिर नै पर्छ यो। अनि यस्तो राम्रो भाइब्स थियो नि, हेर्न सक्नुहुन्छ होइन। यस्तो हेर्दाखेरि चाहिँ हल्का भाइब्स चाहिँ लुम्बिनीको जस्तो के, नेपालको हाम्रो लुम्बिनीको जस्तो। अनि भित्र गइसकेपछि चाहिँ यस्तो रमाइलो थियो। यो चाहिँ बाहिरको मोमेन्ट्सहरू हो, मैले क्याप्चर गरेको, गाडीबाट लिएको थिएँ। अनि त्यसपछि यहाँ चाहिँ हामीहरू यसरी भान्जीलाई देखाउँदैछु मैले चाहिँ। अनि भान्जी चाहिँ पुरै हाँस्दै हुनुहुन्छ, पोज दिँदै हुनुहुन्छ। अनि दिदी अनि म चाहिँ मेरो श्रीमानज्यू, आँखाले हेर्न सक्नुभएको छैन, सबैलाई हाई भन्दै हुनुहुन्छ। अनि एकदमै खासै घाममा नहिँड्ने भएको भएर होला, यो भिटामिन डी को कमीले पनि होला है, आँखाले चाहिँ हेर्नै नसकिने के। अनि यसरी चाहिँ मैले चाहिँ अलिअलि भ्यूहरू खिच्दै थिएँ, हेर्न सक्नुहुन्छ कस्तो राम्रो के त्यहाँको त्यो हुन्छ नि, लाइक एभ्री कुराहरू चाहिँ यस्तो इन डिटेल्स, कस्तो राम्रो फिनिसिङको साथमा, कस्तो राम्रो ठाउँ, एकदम आनन्द लाग्यो है। त्यसपछि फेरि म र भान्जी बेला बेलामा यसरी भिडियोहरू पनि बनाउँदै थियो। मेरो भान्जीसँग चाहिँ मेरो दिन गएको मलाई पत्तै हुँदैन कि, यति रमाइलो हुन्छ नि कुरै नगरौँ है। अनि यहाँ चाहिँ अलिअलि हात धोएँ जस्तो गरेँ मैले। अनि यहाँ चाहिँ हामी सबैजना यसरी छौँ। अनि त्यसपछि मैले चाहिँ बेबीको हात समाउँदै अनि हामी चाहिँ भित्र मन्दिरमा दर्शन गर्न गयौँ। अनि यहाँ चाहिँ यस्तो व्यवस्था पनि रहेछ, चप्पल खोल्नुपर्ने व्यवस्था। अनि भान्जीले फेरि ला भिडियो बनाएन भनेको त फेरि अनि म फेरि गर्छु माइजू भनेर फेरि चप्पल राख्ने चप्पल निकाल्ने गर्दै हुनुहुन्थ्यो। अनि फेरि चप्पल राखिसकेपछि हात धुन गयौँ। अनि हात धुँदाखेरिको मैले चाहिँ सानो क्लिप लिएँ। अनि उहाँ चाहिँ हाम्रो मन्दा दिदी, अनि उहाँ चाहिँ मेरो बेबी, मेरो क्युटी बेबी। अनि मेरो पनि खिचिदिन्छु भिडियो भनेर अनि भान्जीले चाहिँ मेरो फोनबाट भिडियो खिचिदिँदै हुनुहुन्थ्यो। अनि यो चाहिँ भित्रको मन्दिर होइन, यस्तो राम्रो कि यति आनन्द आउँछ नि यो ठाउँमा गएपछि, आई कान्ट एक्सप्लेन इन वर्ड के है। अनि त्यहाँ गइसकेपछि चाहिँ ध्यान गर्नुपर्ने रहेछ, आनन्द एकदमै के, स्ट्रेसफुल डेबाट कतै जानु मन छ, एकदमै पिस ठाउँ खोजिराख्नु भएको छ भने हजुरहरू पनि त्यहाँ जाँदाखेरि हुन्छ होइन। अनि यसरी चाहिँ यहाँ चाहिँ सबैजना ध्यान गर्दै हुनुहुन्थ्यो। अनि म अनि मेरो भान्जी पनि ल अब हामी चाहिँ ध्यान गर्नुपर्छ है भनेर। अनि बेबीले चाहिँ दिदीको ब्याग मागेर अनि त्यसपछि ब्यागमा फोन हटायौँ, ल हामी चाहिँ यसरी ध्यान गर्दैछौँ यहाँ चाहिँ होइन। अनि ध्यान गर्दै गर्दाखेरि मनमा चाहिँ के कुराहरू आउने रहेछ है। अनि म चाहिँ लाइक त्यो एकदमै सोचिहाल्छु कि अनि के होला भन्ने टाइपको हुन्छ मलाई चाहिँ। अनि म चाहिँ आँखा खोलिहालेँ। अनि बेबीलाई हेरेको, अनि बेबी चाहिँ चिम्म गरिरहेको रहेछ नि। अनि त्यसपछि अनि देखाएँ मैले बेबीलाई। अनि यता चाहिँ बुढाहरू भनेर मैले भिनाजु सबै बोइज पार्टीहरू चाहिँ उता हुनुहुन्थ्यो। अनि त्यहाँ चाहिँ कस्तो सिस्टम रहेछ भने जेन्ट्सहरूले चाहिँ हाफ प्यान्ट लिएर लगाएर गएको भए चाहिँ लाइक जाँदाखेरि चाहिँ लाइक त्यो यस्तो धोती जस्तो काइन्ड अफ दिँदो रहेछ क्या। यसरी हेर्नु न, यहाँ हेर्न सक्नुहुन्छ मेरो बेबीले लगाउँदै हुनुहुन्छ, त्यस्तो लगाएर चाहिँ भित्र बस्नु पर्दो रहेछ। अनि यो चाहिँ विपासना गर्ने ठाउँ। यहाँ चाहिँ हामीलाई अलिकति जल दिएर अनि त्यसरी माग्नुपर्छ, आफ्नो विस माग्ने भने पुरा हुन्छ भन्नुहुँदो रहेछ। त्यसपछि फेरि हामी चाहिँ यो ध्यान गर्ने ठाउँमा गयौँ। अनि यो चाहिँ हामीले प्रसाद पाएको। अनि बेबीले ट्राई गरौँ माइजू एउटा कस्तो छ भन्दै थिएन। अनि त्यसपछि आफू ट्राई गरिदिनु, अनि एकदम गुलियो रहेछ। अनि खाएनौँ हामीले। अनि यहाँ चाहिँ फेरि 3 चोटि घुम्नु पर्ने रहेछ। अनि बेबीले मेरो पनि भिडियो खिचिदिन्, अनि आफ्नो पनि खिचिदिएँ मैले, बेबीको पनि खिचिदिएँ। अनि मेरो खिचिदिन्छु भने खिचिदिनँ। अनि हामी ब्याक टु, एकदमै गर्मी पनि भयो। अनि भिडियो फोटो खिचेर फेरि ब्याक टु गाडीमा बस्यौँ घर फर्किनको लागि। अनि आफ्टर द्याट हामी घरमा पाहुना आउनु भएको थियो। अनि खानासाना खायौँ उऱ्यौँ र 6 बजेतिर यो उनको स्वेटर भन्ने मुभी
आएको रहेछ युट्युबमा अनि सबै फ्यामिली बसेर मुभी हेर्ने प्लान गरायो अनि यसरी मैले चाहिँ दिदीले चाहिँ चिया बनाउनु भयो अनि बेबी साइडमा छिन् मेरो चाहिँ अनि मलाई चाहिँ चिया र भुजा खान मन लाग्यो अनि भुजा ल्याइदिनु भनेर भुजा खाएँ चिया र भुजा यसरी खायौँ अनि त्यसपछि यस्तो भयो आजको हाम्रो दिन अनि चियर्स गर्दैछौँ हामीले चिया खाँदै अनि त्यसपछि यस्तो छ उहाँ सरको फेरि छुट्टै छ अनि यहाँ चाहिँ भान्जाहरू बस्नुभएको छ अनि यहाँ यस्तो हुँदैछ अनि यहाँ दिदी यहाँ मेरो भान्जी अनि भान्जाहरू चाहिँ मान्नु भएन अनि यो चाहिँ लास्ट मोमेन्ट्स एकदमै राम्रो छ है मुभी चाहिँ हजुरहरू पनि हेर्न सक्नुहुन्छ एकदम इमोसनल एकदमै राम्रो छ उनको स्वेटर भन्ने मुभी अनि मुभी सक्यो फाइनल्ली अनि त्यसपछि यहाँ चाहिँ हामी आजको एकदमै राम्रो क्वालिटी टाइम भयो हाम्रो फ्यामिलीसँग That's it. Thank you for